के यो सोनीको A6700 तपाईको लागि बेस्ट क्यामेरा होला त? After using it for over 2 years, personal र client work दुवैको लागि, here's my honest tip. Wedding, podcast, documentaries, random blog. I have shot all this using this camera. It fits perfectly into my workflow. सुरु गरौँ यसको बेस्ट पार्टबाट। यो चाहिँ APS-C क्यामेरा भए पनि यसमा चाहिँ सोनीको फुल फ्रेम क्यामेरामा लाग्ने ब्याट्री लाग्छ जसले गर्दा चाहिँ मैले लामो समयसम्म भिडियो रेकर्ड गर्न सक्छु। यो क्यामेरामा चाहिँ फ्लिप आउट स्क्रिन छ जसले गर्दा चाहिँ मैले आफ्नो भिडियो खिच्दाखेरि चाहिँ आफूलाई हेर्न सक्छु र कुनै क्लाइन्टको वर्कहरु खिच्दाखेरि चाहिँ भर्टिकल होरिजोन्टल जे खिच्दाखेरि चाहिँ स्क्रिन हेर्न चाहिँ त्यति डिफिकल्ट चाहिँ हुँदैन। म चाहिँ मोस्टली ह्यान्डले भिडियो खिच्छु अनि यसमा भएको 5 एक्सिस स्टेबलाइजेसनले चाहिँ मेरो फुटेजहरु स्मुथ निकाल्न हेल्प गर्छ मलाई। यो क्यामेराले चाहिँ 10 बिट पनि खिच्छ अनि मलाई सुरुमा चाहिँ के लाग्थ्यो भन्दाखेरि 8 बिट फुटेज र 10 बिट फुटेजमा चाहिँ त्यस्तो फरक हुँदैन, सेम नै हुन्थ्यो। तर जबदेखि मैले 10 बिटमा भिडियो खिच्न थाले, मैले पोस्टमा जुन कलरमा जुन फ्लेक्सिबिलिटी पाएँ, त्यसपछि चाहिँ मैले रादर इट बी पर्सनल वर्क अर क्लाइन्ट वर्क सबै चाहिँ मैले 10 बिटमै खिच्छु। यो क्यामेरा मैले 2 वर्ष युज गर्दाखेरि चाहिँ मैले यसको ब्याड साइड चाहिँ एउटा मात्रै पाएको छु। मैले लङ टाइमसम्म 10 बिटमा रेकर्डिङ गर्दा चाहिँ ओभर हिट भएर शटडाउन हुने इस्यु छ। त्यो भन्दा बढी चाहिँ मैले अहिलेसम्म चाहिँ केही इस्यु चाहिँ भेटाएको छैन यो क्यामेरामा। सो मेरो विचारमा चाहिँ यो क्यामेरा चाहिँ तपाईहरु यदि स्मल पोर्टेबल क्यामेरा बट पावरफुल क्यामेरा खोजिराख्नु भने चाहिँ यो क्यामेरा चाहिँ तपाईहरुको लागि बेस्ट हो किनकि यसमा इमेज क्वालिटी ग्रेट छ, यसले 10 बिट खिच्छ, यो स्मल पनि छ अनि यो बजेट फ्रेन्डली पनि छ। सो मैले यो क्यामेरासँग चाहिँ यो सिग्माको 18 to 50 mm f2.8 युज गर्छु अनि मेरो पर्सनल ओपिनियनमा चाहिँ यो चाहिँ बेस्ट लेन्स हो यो क्यामेराको लागि किनकि यो पोर्टेबल छ अनि यो भर्सटाइल छ अनि यसले चाहिँ ग्रेट इमेज क्वालिटी दिन्छ।